नमस्कार मित्रहरू, आजको भिडियोमा हामी आचार्य चाणक्यको नीतिबाट लिएका अत्यन्त महत्त्वपूर्ण ज्ञानको बारेमा कुरा गर्न गइरहेका छौं। चाणक्य भन्छन्, दुनियाँमा दुई प्रकारका मानिस हुन्छन्, एक बुद्धिमान र अर्को मूर्ख। बुद्धिमान मानिसले आफ्नो जीवनमा सही निर्णय गरेर सफलता सजिलै प्राप्त गर्छ, तर मूर्ख मानिसले गलत निर्णयका कारण जीवनभर सङ्घर्ष गर्नुपर्छ। एक दिन आचार्य चाणक्य आफ्ना शिष्यहरूलाई जीवनको महत्त्वपूर्ण शिक्षा दिँदै थिए। त्यसबेला उनले भने, यदि तपाईलाई बुझ्न छ कि साँचो बुद्धिमान मानिस कस्तो हुन्छ, त्यसका केही स्पष्ट सङ्केत हुन्छन्। आज हामी त्यही बुद्धिमान मानिसका 12 सङ्केतको बारेमा कुरा गर्नेछौँ। 1. आफ्नो गोप्य कुरा गोप्य राख्छ। बुद्धिमान मानिसले आफ्नो कमजोरी वा योजना अरूलाई सजिलै बताउँदैन, किनभने उसलाई थाहा हुन्छ आजको साथी भोलि शत्रु पनि बन्न सक्छ। सही समय आउन्जेल गोप्य राख्छ। चुपचाप काम गर्छ। बुद्धिमान मानिसले काम सुरु गर्दा सबैलाई घोषणा गर्दैन। चुपचाप काम गर्छ र काम पुरा भएपछि मात्र परिणाम देखाउँछ, किनभने धेरै बोल्दा काममा बाधा पनि आउन सक्छ। ती हतारमा निर्णय गर्दैन, क्रोध डर वा हतारमा गरिएको निर्णय अक्सर गलत हुन्छ। बुद्धिमान मानिस पहिले शान्त भएर सोच्दछ र त्यसपछि मात्र निर्णय लिन्छ। यसले उसको जीवन सुरक्षित र सफल बनाउँछ। चार, धेरै सुन्छ, कम बोल्छ। बुद्धिमान मानिसलाई थाहा हुन्छ कि धेरै बोल्ने मानिस भन्दा धेरै सुन्ने मानिस धेरै कुरा सिक्छ। अरूको कुरा ध्यानले सुन्दा मानिसको सोच र उद्देश्य पनि बुझ्न सकिन्छ। बाच आफ्नो गल्ती स्वीकार गर्छ। मूर्ख मानिसले गल्ती लुकाउँछ, तर बुद्धिमान मानिसले गल्ती स्वीकार गर्छ र त्यसबाट सिक्छ। गल्ती नै भविष्यको सफलता बन्न सक्छ यदि त्यसबाट शिक्षा लियो भने। जर समयको मूल्य बुझ्छ। चाणक्य भन्छन्, समय संसारको सबैभन्दा बहुमूल्य चिज हो। बुद्धिमान मानिस समयलाई व्यर्थ खर्च गर्दैन। ऊ समयलाई सही काममा प्रयोग गर्छ र जीवनमा अगाडि बढ्छ। सामान्य राम्रो योजना बनाउँछ। कुनै पनि काम